सो हेलो एभ्रिवान वेलकम ब्याक टु द न्यू डे न्यू मिली भ्लग। आज चाहिँ हामी व्हाइट बोर्डमा हजुरहरूले देख्न सक्नुभएको त्यो आइटम हामी बनाउन जाँदैछौँ। त्यसको लागि हामी पहिला सरले बनाइसक्नु भएको छ पहिल्यै, त्यसमा अनि हामी अझै बढी लाग्ने भएको कारणले त्यसमा थपथाप गरेर अन्डा मैदा हालेर मैदा हाल्छौँ र सरले त्यसमा चाहिने इन्ग्रेडियन्ट्सहरू हाल्नुहुन्छ लाइक खोर्सानी, धुलो खोर्सानी, त्यसपछि आएर हाम्रो आउँछ अर्को मसला, त्यसपछि आई डोन्ट नो द नेम, द्याट्स वाइ मलाई नेम थाहा छैन। त्यसैले हजुरहरूले हेरेर भन्न सक्नुहुन्छ के हालिरहेको भनेर। त्यसपछि हाम्रो साथीले चट्ट त्यसलाई घोल्न थाल्छ है त। र घोल्नु थाल्नु पऱ्यो। हाम्रो यहाँ आलु बसाउँछौँ, हामीले आलु बसाउँछौँ र त्यसपछि हामी सबैजना लागेर केराउ छिलाउनेतिर लाग्छौँ। कसैले केराउ छिलाउने त कसैले के गर्ने हुन्छ है त। त्यसपछि हाम्रो केटाले मस्तरी घोलेर त्यसलाई यस्तो रङमा ल्याउँछ र त्यो छोडिदिन्छौँ हामीले। त्यसपछि हाम्रो केटाले प्याज काट्छ, त्यसपछि धनियाँ काटिन्छ। धनियाँ र प्याजलाई हामी एउटै बाटामा राख्छौँ र त्यसको माथि हामी अर्को धनियाँ नि हाल्छौँ र त्यसमा हामी खोर्सानी हाल्छौँ र हामी आलु छिलाउनुतर्फ लाग्छौँ है। अनि आलुलाई हामी चाहिँ सक्दो मसिनोमा काट्नु भन्नुहुन्छ सरले, त्यसरी ट्राई गर्छौँ र हामी अघिको रङलाई हामी त्यसमा राखेर हामी आलुको सिटी फाल्नुतर्फ लाग्छौँ र सिटी फालिसकेपछि हामी आलु चिप्सको लागि काटिएको आलुलाई भिजाउँछौँ र माछा नि भिजाउनु राख्छौँ। त्यसपछि हामी आलु छोडाउनुतर्फ लाग्छौँ है। अनि आलु छोडाइसकेपछि उसिनेको आलुलाई हामी मसिनो गरेर काट्छौँ र हाम्रो अघिको आलुलाई हामी बोइल वाटरमा हाफ बोइल गराइराखेर हाम्रो अघिको मरमसलामा आलुमा सबै भेजिसहरू हालेर मुस्नुतर्फ लाग्छ। हाम्रो केटाहरूले मस्त त्यसलाई मुस्छ र अघि उमालेको हाफ बोइल भएको आलुलाई हामी छान्छौँ। छानेर टक्क राखिसकेपछि त्यसलाई हालेर चिसो पानीमा छप्पै हालिहाल्छौँ, किनभने त्यो आलुलाई हामी हाफ बोइल मात्र गरेको छौँ। त्यसैले त्यसलाई भिजाउनु पऱ्यो। हामी यहाँ आलु मुस्नुतर्फ लाग्छौँ अघिको, त्यसमा हामी सबै चाहिने इन्ग्रिडियन्ट्सहरू थप्छौँ, अझै मसलाहरू यताउता के थपिन्छौँ हामी। ड्याङ सरले हाल्ने, हामी हेर्ने सिक्ने बिस्तारै हो। अनि हाम्रो साथीले त्यसलाई मस्तले मोल्छ है त। अब उहाँले अब मोल्नुहुन्छ त्यसलाई मजाले एकछिन मोलिन्छ, त्यो सबै ठाउँमा छरिने गरी मोल्नुपर्छ त्यसलाई, किनकि सबै ठाउँमा लाग्नु पनि पर्छ है त। र त्यो मोलिसकेपछि हामी त्यसको डल्लो त बनाउनुतर्फ लाग्छौँ। सरले हामीलाई डल्लो बनाउनु सिकाउनुहुन्छ, हामी हेर्छौँ कसरी बनाउनु रहेछ, त्यसको हल्का नलेजहरू लिन्छौँ। यसरी लिँदै गरेपछि हामी त्यसलाई डेकोरेसन गरेर राख्छौँ। राखेपछि फिसलाई हामी तर्काउनुतर्फ राख्छौँ। त्यसपछि हाम्रो लास्ट लुक यस्तो आउँछ। हामी सबै गरिसकेपछि यस्तो हुन्छ र त्यसलाई हामी 5 मिनट जति डिप फ्रिजमा राख्नको लागि लिएर जान्छौँ र त्यसपछि ढक 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 गर्दै एउटा गर्दै ढोका लाउँछौँ र हामी अर्को पेस्ट बनाउनुतर्फ लाग्छौँ है त। अनि अर्को पेस्ट बनाउन चाहिँ के हालिन्छ आई डोन्ट नो, नाम आउने जति म भनिहाल्छु। अब लाइक चिल्ली पाउडर, त्यसपछि हल्का चिल्ली पाउडर हाल्यो, भिजाएर हाल्यो। त्यसको माथिबाट सरले फेरि जिरा थप्नुभयो, जिरा नि हाल्यो र अब जिरा हालिसकेपछि आई डोन्ट नो